हेलो गुड मर्निङ गाइज। आज चाहिँ हामी माई खोला जानको लागि बिहानै अटोमा फिक्का लायौँ। अनि फिक्कामा चाहिँ गाडी पर्खिरहेको छौँ। यस्तो अँध्यारैमा चिसो न चिसो थियो। अनि फाइनली अटोमा चढेर चाहिँ फेरि माई खोला जाँदैछौँ। यो चाहिँ हामी माई खोला जाँदाको बाटोको भ्यू कस्तो राम्रो हुँदै थियो कि घाम लाग्दै थियो। हामी पुग्ने बेला चाहिँ घाम लागिसकेको थियो कि त्यहाँनिर, तर पनि घाम नपरेको ठाउँमा चाहिँ चिसो चिसो थियो। अनि हामी त्यहाँ पुगेपछि हामी ओर्लेको ठाउँमा चाहिँ वासरुम जानलाई गएको थियौँ। त्यहाँ आगो रहेछ नि, एकछिन आगो तापेँ, त्यहाँबाट यस्तो देखियो माई खोला हेरेँ। अनि त्यस पछाडि चाहिँ हामी झोला बोकेर चाहिँ नुहाउनको लागि चाहिँ पुलबाट चाहिँ अलिक माथि जाँदै थियौँ कि अलिक घाम लागेको ठाउँ खोज्दै खोज्दै गएको, तर घाम चाहिँ लागेको थिएन। र पनि हामी त्यहीँ गएर भए पनि नुहायौँ। खोला चाहिँ यस्तो देखिरहेको थियो कि कस्तो सङ्लो पानी थियो तल तल। अनि पारिपट्टि टिनले बारेको ठाउँ चाहिँ भर्खरै देवी उत्पत्ति हुनुभएको छ कि त्यहाँनिर चाहिँ पञ्चकन्या देवी र पाथिभरा माता। अनि हामी त्यहाँ पनि जाने, पहिला नुहाउने अनि मात्रै जाने भनेर चाहिँ हामी गयौँ। अनि चिसोमा चाहिँ यत्रो झोला बोकेर हिँड्दै थिएँ कि म चाहिँ। अनि आमा पनि उता हुनुहुन्थ्यो अनि दिदी पनि उता हिँड्दै हुनुहुन्थ्यो कि झोला बोकेर। त्यसपछि चाहिँ हामीले पुगेर चाहिँ आगो बाल्यौँ कि त्यहाँनिर पहिला त्यहाँ दाउरा ठिक्क रहेछ। अनि आगो बालेर अनि त्यस पछाडि हामी नुहाउन थाल्यौँ। अनि पानी चिसो थियो। अनि नुहाइसकेर ताजा लुगा लाएँ। अनि त्यस पछाडि एकछिन आगो तापेँ। अनि त्यस पछाडि चाहिँ पूजा गऱ्यौँ कि हामीले त्यहाँनिर खोलामा। अनि खोलामा पूजा गरिसक्यौँ। अनि पूजा गर्दाखेरि चाहिँ म कस्तो जाडोले घामिरहेको थिएँ कि अनि दिदीले मलाई जिस्काउँदै हुन्थ्यो। अनि त्यस पछाडि त्यहाँ पूजा गरिसकेपछि चाहिँ हामी फेरि उता मन्दिरतिर गयौँ। मन्दिर जाँदा नि म चाहिँ काम्दै थिएँ कि कस्तो जाडो भइरहेको थियो। अनि त्यस पछाडि हामी त्यहाँ चाहिँ सानो पुल रहेछ के उसको, अनि खोला चाहिँ त्यही पुलबाट तर्यौँ। हामी ठुलो पुलमा चाहिँ गएनौँ। अनि त्यही सानो पुलबाट तरेर अनि माथि मन्दिर गयौँ। अनि त्यस पछाडि त्यहाँ मन्दिरमा गएर चाहिँ बाहिरै बस्यौँ कि एकछिन हामी। पहिला बाहिरै बसेर अनि बाहिरै पूजा गर्नुपर्छ पहिला खोलामा भनेर अनि पूजा गऱ्यौँ हामीले चाहिँ यसरी उयो बनाएर यस्तो ढुङ्गालाई राखेर पूजा गरिसकेर चाहिँ हामी फेरि मन्दिरभित्र छिर्यौँ। अनि त्यहाँनिर चाहिँ पूजा गऱ्यौँ। अनि हाम्रो आमा चाहिँ पहिला पनि जानुभएको थियो नि त। अनि कहाँबाट कता के गर्ने भनेर आमालाई थाहा थियो। अनि त्यही भएर आमासँगै गएको थियौँ। अनि त्यहाँनिर पूजा गऱ्यौँ। अनि त्यहाँनिर पूजा गरिसकेर चाहिँ मैले भिडियो खिचेँ एउटा। अनि त्यस पछाडि आमा टिका लाउँदै हुनुहुन्छ। अनि त्यस पछाडि दिदीले टिका लाउनु भयो त्यहाँ। अनि टिका लगाइसकेर चाहिँ मैले पनि टिका लाएँ। दिदीले टिका लगाइसकेपछि चाहिँ अनि त्यस पछाडि निस्केर हामीले चाहिँ फोटो खिच्यौँ, भिडियो बनायौँ। अनि त्यस पछाडि हामी फर्क्यौँ। अनि हामी चाहिँ